ओ माई गड जुगा कति लम्केको होला नि। म यो सिचुएसनमा कसरी पुगेँ हजुरहरूलाई भन्छु। वेलकम टु अ डे इन माई लाइफ। म चाहिँ बिहानै 4:30 बजे उठेँ र नुहाउनतिर लागेँ किनकि शनिबार चाहिँ म मन्दिर जान्छु सो त्यही भएर। अनि सो बाहिर हेरेको त अँध्यारो रहेछ। नानी सुतिरहेकी थिएँ सो म च्यान लगाएर तलतिर झरेँ। तल आएर चाहिँ झाडु लगाएँ अनि पोछा पनि लगाएँ अनि जलको भाँडाहरू माझ्न थालेँ। अनि सबै सरदाम रेडी गरेर म चाहिँ मन्दिरतिर लागेँ। यो चाहिँ खास शनिबारको भिडियो हो। अनि म पूजासुजा गरेर चाहिँ सबै सामानहरू उठाएर घरतिर लागेँ। घर पुगेर घरभित्र पूजा गरेँ अनि तुलसीको मोठमा जल चढाई पूजा गरेँ। अनि तातो पानी बसालेर म चाहिँ गोठतिर लागेँ। मैले चाहिँ जहिले पनि बिहानमा गोबरहरू फाल्ने गर्छु किनकि गोबर धेरै हुन्छ नि त बिहानमा। सो यतापट्टिको अनि उतापट्टिको गोबरहरू सबै सोरेर फालिवरी माथि गएर हेरेको नानी सुतिरहेको रहेछ। सो नानीले चाहिँ बिहान आइसक्रिम चाहियो भन्दै दुईजना आमा छोरी तल झरेँ। मैले नानीलाई चाहिँ टिका लगाइदिएँ अनि यता गोबर ग्यासमा दुध बसालेँ। शनिबार चाहिँ चोखो खान्छ त मैले आलु उसिन्न र मासुको दाल रेडी गरेँ। आलु उसालेर अनि सबैले तातो पानी दिएर अनि आमालाई कालो चिया दिएँ। अनि हामीले चाहिँ कफीको लागि रेडी गरेँ। कफी चाहिँ रेडी भयो पनि। कफी खाएर खाना बसालेँ अनि नानीलाई खुवाएर घाँस काट्न रेडी भएर घाँस तलतिर लागेँ। अनि घाँस काटेँ। घाँस काटेर टोको भरेपछि चाहिँ म मुठा बनाउनुतिर लागेँ। मुठा सुठा बनाएँ अनि बनाइसकेपछि चाहिँ मुठा चढाएर टोको चाहिँ म डिलमा राखेर बोक्छु किनकि डिलमा राखेर उक्न सजिलो हुन्छ नि त। घर आएर गाईलाई थोरै घाँस हाल्दै। घाँस चाहिँ पहिला हालिसक्नु भएको थियो। सधैँ चाहिँ पुरै पसिना नआएको जस्तो भएको थियो। म नुहाएर फ्रेस भएर तलतिर झरेँ। म तल त सबै सामग्रीहरू रेडी भएर अचार बनाएर खानासँग सबैलाई खाना दिइसकेपछि आफू पनि खाएर भाँडा माझ्नुतिर लागेँ। भाँडा चाहिँ माझ्नु गरी झाडु लगाएर म चाहिँ माथि गएँ। माथि गएर नानीलाई सुताएँ। आज चाहिँ म मेकअप गर्न टिकटक बनाउँछु भनेर अनि मेकअप गर्नतिर लागेँ। पहिला चाहिँ म यस्तो थिएँ। मेकअप गरेपछि चाहिँ यस्तो भएँ। म एउटा टिकटक बनाएँ पनि। बनाइसकेपछि चाहिँ नानी पनि उठिसकेको रहेछ अनि मेकअप पुछेर चाहिँ मोबाइलमा चार्ज थिएन। सो मोबाइल चार्ज नभएको कारणले गर्दाखेरि दिउँसो खाजा खाएको भिडियो चाहिँ बनाउन पाइनँ। रेडी गरेर फेरि घाँस काट्नतिर लागेँ। घाँस काट्न जाँदा चाहिँ जुगादेखि मैले यत्रो पाएको यस्तै लम्किरहेको थिएँ। घाँस काटेर आएर फेरि अलिकति घाँस नर्मली काटेर लिएर आएर म फेरि फ्रेस भएर खाना बनाउनुभन्दा अगाडि चाहिँ बाहिरभित्र गलेँ। बत्ती बालेर खानासाना बनाएँ। खानासाना खाएर भाँडासाना माझ्न थालेँ। म चाहिँ भाँडा माझेर अनि किचन सफा गर्न थालेँ। किचन सफा गरेर माथि गएर नानी उठिरहेको चाहिँ अनि माथि गएर फेरि मुख सुख धोएर फ्रेस भएर यति नै हो। बाइ बाइ। थ्याङ्क यू फर वाचिङ।